पक्छ भनेर दुलो छ अरे त्यहाँ यहाँ गनाउँछ यस्तो गरे भने गनाउँछ लुठाइ कौन नाम ल्याइ जान्छ यहाँ बिचमाले बुर्किया माछा समात्नेहरूको यहाँ घुइँचो है तपाईँको फेरि ओए ओए उफ्रियो नि त यार त्यहाँ उफ्रियो नि त हो हामीले एउटा रे भेटायो यो रेको झोल खाँदा दौरा मिठो हुन्छ फ्राई गऱ्यो भने एकदम बाबी हेलो एन्ड नमस्ते सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु अब यहाँ अलिकति यो निधारमा है यहाँ आयो त्यो छ नत्र म अरू एकदमै ठिकठाक छु अहिले म मेरो खुट्टा सुट्टा सबै ठिक भइसकेको छ र आजको भ्लग भने हामी माछा मार्न जाँदैछौँ म धेरै पछि माछा मार्न जाँदैछु आज बाजे र झ्यापै चाहिँ अगाडि जीवन बाजे र राप्से झ्यापै चाहिँ अगाडि गइसकेको छ म चाहिँ पछाडि छु अझै चाहिँ खोला सुकाउने छौँ हामी धेरैजना चाहिँ छैन त्यस्तै 4 जना 5 जना जति छौँ र माछा चाहिँ त्यता हामी चाहिँ माछा मार्न चाहिँ ठाडा खोला जाँदैछौँ यता मास्तिर होला सायद यता मास्तिरै कता हो त्यता गएर हामी माछा मार्छौँ र भिडियो चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला मैले चाहिँ भ्लगमा चाहिँ यो पहिलो भ्लग हो जुन चाहिँ हामीले माछा मार्न गएको माछा चाहिँ के कति पाउँछ हामी त्यो तपाईँहरूलाई समातेको देखाउने नै छौँ 4-5 जनाले के कति माछा मार्छ हेर्नु होला यहाँ चाहिँ फुलुम छ यो फुलुमलाई पनि अहिले त्यहाँ गएर अलिअलि पातसात के हालेर सजावट गर्नेछु र अहिले हामी चाहिँ कोलाडा भन्ने ठाउँमा आइसकेको छौँ र खोला सुकाउने मान्छे चाहिँ कम भएको हुनाले त्यति धेरै भिडियो गर्न चाहिँ पाउँदैन होला छोटो भए पनि मैले क्लिप हालेर तपाईँहरूलाई म देखाउने नै छु किनभने अब अलि धेरै मान्छे भएको भए अब काम गर्ने मान्छे पनि पुग्थ्यो अब 4-5 जना मात्रै छ 4-5 जनामा अब त्यो त गर्नु परिहाल्यो काम अब भिडियो मात्रै गराएर हिँड्यो पनि भएन माछा मार्न आएको मान्छे मान्छे धेरै छ क्या हो कि त जाने सिपा नि हाले सिपा लाएर छु के वाह अहिले चाहिँ हामी खोलामा आइपुग्यौँ कता गयो साधन गयो के हो त्यो चक्कर छान्ने हाले मार्छ ले त ल हाल ज्याबे फेरि त सालो पस्या के पनि हुन्न क्या कहिले यसो छोरोहरूको भ्लगमा पनि आउनुपर्छ क्या
अब यता चाहिँ अर्को गाउँको मान्छेहरूले सिपाल्नु लाग्यो है साथीहरू हामी त अब मास्टर गएर सिपाक्ने अहिले हामी चाहिँ बाटघाटहरूमा छौँ अब हामी दोकानहरू मास्टर गएर कल्चर तलबाट सिकाउँदै लिएर आउने हो यहाँ आर्थोक गाउँको बजे बाजेहरू पनि रहेछ मास्टर सबैजना मिलेर सिकाउने भन्ने खालको कुरो हो के हुन्छ अब हेरौँ बाख्नुमा छैन थोड़ी दिन रहना खाने फेरि पचास आपरेछ bisa lihat coklat kesan dari sini saya हाम्रो यहाँ एउटा दोस्तीलाई भेटिसकेको छ यो त बिहानै आएको रे तिर हान्दै एक्लै खोलेगानहरू छु र 50 किलो खोले साग धरे रहेछ कति पाइछन् माछा पहिला चाहिँ हामी यो चाहिँ ठुलै हुन्थ्यो नाङ्गै गरे नाङ्गै बुझ्नुको गरे पौडी खेल्दै अहिले खरल्याप्पै यहाँ पवन म माछा हेर माछा हो र यसको माछा हेरेर केटा इस हो त्यसै धेरै माछा दे सिबिङ पनि भरि फुलुम पनि भरि भएछ फुलुम भरेर यहाँ कहिले हामी नाङ्गे खेल्थ्यो होइन यहाँ सन्थ्यो के को त्यो त सन्थ्यो सबै अहिले यहाँ छ बाजुले किला हाले बाजी से काकाले यता डोजर आयो त खतरा गराउनु हुन्छ कि यता सबै पक्ष भनेर डुलो छ अरे त्यहाँ यहाँ गनाउँछ यस्तो गऱ्यो भने गनाउँछ लुठाइ गनाउँ नाम ल्याइ झन्डा नै गनाउँछ यसो रायो भने हाल्नु न बाबा त्यहाँ त डुलो छ अरे के झर्छ बुढिया ल हाम्रो खोला सुकाउने कार्यक्रम चाहिँ यहाँबाट सुरु हुन्छ त्यहाँ ठेल टुनेर यहाँबाट सुरु हुन्छ यो रहेको चापुडी खोला यहाँ चाहिँ निकै माटो खन्ने कार्य भइरहेछ होइन ल चक्राक पार्ने तयारीमा छौँ यता यहाँ एउटा ठेल बनाउँदैछ ए सुकिभ्यायो हो के अरे अब सुरु भयो यता सिपाक्ने कौन बिके मुतल भारे छुल हमारा नुनु है Dakar.
यहाँ बिचमाले माछा सामान्यहरूको यहाँ घुइँचो है। खोला चक्र टेस्ट है माछा पनि भयो। है साथीहरू, म चाहिँ यसो पानी खान आएको। पानीतिर लाग्यो, माछा खै भेट्टाएकै छैन। पानी खानु पर्यो। पानी चाहिँ त्यस मिठो यहाँको पाइप चाहिँ कहिले सुक्दैन फेरि। त्यो भएर चिसो हुन्छ, कहिले सुक्दैन यहाँ। माथि आए माछा छँदै छैन। 2-3 मात्र भयो, फेरि माछै छैन। हो यसो खोज्दै खोज्दै जानु पर्दैन कति कति। कोही भर खाएर आएको नजुवा नि।
रायले बाजु हो अहिले चाहिँ हामी अस्ति बाँडहरू ठाउँ आइपुग्यो लैला kita cakrak ke भाइ ल है के हो भटियो चिप्रे गाडा माछा छैन खोला चाहिँ चाक्राक्कै छ यता त रहेछ यहाँ चाहिँ छ अरू कति तत्र चाक्राक छ ओ पछि भाबे 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 फुलुमाना मासिन्याले के कस्तो भयो त कतिको पाइया माछा फुलमै होइन कहाँबाट मासु देखाउँछ यो पनि एउटा उस हो के भन्छ अरे पौडी खेल्ने स्थल हाम्रो पहिला जमानामा सानोमा नाङकाटै हो अझै कट्टु नलागे त्यति बेला चाहिँ यहाँ सन थियो माथिबाट हाम फाल्थ्यो माथिबाट यहाँबाट हाम फाल्थ्यो अरे यहाँबाट यहाँ तल तरै मजा हुन्थ्यो त्यो कुनातिर एकदम गहिरो हुन्थ्यो अहिले गुडा गुडा छ
माछा बनाएको कस्तो अनुभव भयो? केही भएन क्या अब यहाँ काँक्रा उस्किहालेँ अनि होटबाट चाहिँ खोज्किहालेँ। र है माछा चाहिँ यहाँ छ जस्तो छ। माछा चाहिँ पाइरहेको छैन है तर यहाँ आइज ओ चाला के यहाँ आइज नि अब हेरे सुट्ट कालो जान्छ सुट्ट कालो आउँछ किर्निरहेको त बाबु यहाँ चाहिँ माछा छ होइन तैँले पत्ता न छ नि हेरे देखि छ। अहिले यहाँ खोज्यो भने एउटा भेटाउँदैन। अब हेरे खन्या सब भित्री परिभ्या पानी जाने माछा डरो छ खोज्दा भेट्टाउँदैनन्। हेर त कसरी लाग्यो सुलुल्लो लाग्यो। ल साथीहरू हामी चाहिँ अब पानी खाइदिउँ। चिसो यहाँ मुलको पानी खाइदिउँ। किराले हल्लाएको लाग्छ। पहिलो सर्टमै कारात जा समा त मरिसकेछ त्यो फेरि आन ऊ त्यहाँ हो क्या ऊ ऊ यहाँ अगाडि ऊ क्यों भाग रहा है तू? छुल छुल करते रुक अझै म मार्छु हिरोको। माथि हानेस् क्या छुल छुल तिर हान्न चाहिँ म अलिकति माहिर छु कि क्या हो समात्नुमा भन्दा। अगाडि आएछ न अगाडि निस्कायो क्या रुख यता छ कि पर्ने। ल है तल पुग्दै हत्यारा उहाँ हुनुहुन्छ साजन थापाज्यू। र हामीले यस रहमा लगभग कम्तीमा पनि 3वटा मारिसकेका छौँ। यसलाई चाहिँ बुदुना भनिन्छ हार भाषामा चाहिँ केगा छुल छुल दामी छैन त खाना चाहिँ दह्रो मिठो हुन्छ यो है। गोगटा भयो खोज्न बजारले खान्छ नि। ल है हामी चाहिँ अहिले सुती भयो भने गङ्गटा खोज्ने क्रम जारी नै छ। अब माछा भेटिएला जस्तो छैन। सुती भयो भने हामी गङ्गटा खोज्ने छौँ। गङ्गटा चाहिँ यस्तो क्याप क्यापमा बस्छ क्या पल पलमा ढुङ्गाको मुनि मुनि। त्यही भए पनि
खोज्दैछ यता मेरो माछा पनि घोप्टिसकेको छ गङ्गटा खोज्ने न्युमा माछा पनि घोप्टियो यति यो जिउँदो भएको भए सायद यो जान पनि सक्थ्यो है यो मरिसक्यो र हाम्रो गङ्गटा पनि यहाँ छ अब यसलाई म पकाउन जान्छु यस्तो गरेर अरे 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 कसो त यहाँ त त्यो गङ्गटालाई हामी जसरी पनि खोजी नीति गर्ने नै छौँ हाम्रो खोजी नीति जारी नै छ ल फाइनली गङ्गटा चाहिँ यहाँ हामीले पत्ता लगाउन सफल भइसकेको छौँ र हामी अरू पनि गङ्गटा खोजेर देखाउने छौँ है आफ्नो माछा खोज्ने ढङ्ग छैन गङ्गटा सङ्गटा भने यसो खोजौँ भन्ने हो गङ्गटा चाहिँ यस्तो यस्तो बस्छ सायद यसमा गङ्गटाले आफ्नो वासस्थान बसाइ सराइ गरिसकेको छ यहाँ चाहिँ गङ्गटा भेट्न असफल भए अब हामी यतातिर पनि जान्छौँ धेरै खनाइपछि यहाँ एउटा पनि गङ्गटा भेट्न असम्भव देखिरहेको छु यहाँ पनि गङ्गटाले बस ओहो ल है ल यति ठुलो यसलाई अब समात्न भने अलिकति गाह्रो छ त्यसैले यसको अरे 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 छुल छुल ल अरे ल है हामीले एउटा रे भेटायो यो रेको झोल खाँदै दौरा मिठो हुन्छ फ्राई गर्यो भने एकदम बाबी ल खसेर पुरै लाले ल कुदी फाल्दे ओए तेरो खुट्टामा भएको फालिदिएको त्यो माछा ल कहाँ हुन्छ मसिनो मसिनो माराको के वामा रहेछ किच्छु हो कि बिच्छु हो भन्ने हजुर कति मार्नु भयो कि यार जहिले खसेर पार्छ खसेर खसेर पान खसेर तपाईँको फेरि ओए ओए
उफ्रियो नि त यार त्यहाँ उफ्रियो नि त हो ओइ रस्ता यता आइदियो त माछा पाहा के असिलको पछि पछि हिँड्न हेर त रान त्यहाँ ल साथीहरू हामीले खोलाबाट बिदाई लिइसकेको छौँ माछा चाहिँ धेरै पाहा ठ्याक्क ठ्याक्क अलिअलि पुग्ने गरी पाहा हामी अहिले यहाँ कोलाडा भन्दै के अरे के भन्छ अरे त्यसलाई भने ए आडा उकालो भन्दा अलिकति तल छौँ र माछा चाहिँ अलि देखाउने यता मिल्यो भने अहिले घरतिर गएर देखाउँला धेरै नै हामी अहिले थकित भइसकेका छौँ र भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो तल कमेन्टमा यसो भनिदिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ अवश्य नभुल्नु होला र यसै गरी मलाई सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला सधैँभरि मलाई सपोर्ट गरिराख्नुहोस् र म तपाईँहरूको लागि के कस्तो हुन्छ राम्रै खालको भिडियोहरू दिइराख्नेछु आजको लागि भिडियो यति नै फेरि भेटौँला हामी अर्को भ्लगमा